लस्सो फ्याफुल्ला सम्पूर्णमा आज चाहिँ म धेरै दिन पछाडि भ्लग ल्याउने कोसिस गरेको छौँ र आजको मेरो भ्लग चाहिँ यही 20औं आप्रवासी सांस्कृतिक महोत्सव हुन गइरहेको छौँ र आज म चाहिँ सौल नेपाल गुम्बा मार्फत हामी चाहिँ त्यता सहभागी हुन गइरहेका छौँ। त्यहाँ चाहिँ विभिन्न देशहरूबाट आफ्नो सांस्कृतिक कलाहरू प्रदर्शन गर्नेछौँ र हाम्रो नेपालको तर्फबाट पनि सौल नेपाल गुम्बाबाट सम्पूर्ण टिमले त्यहाँ आफ्नो सांस्कृतिक कलाहरू देखाउनेछौँ। सो आजको भ्लग चाहिँ त्यता हुनेछौँ। सो लेट्स गो हेरौँ। म चाहिँ यहाँ आज रेडी भइसकेको छु। बिहानै उठेर गाडी चाहिँ आज उता सौलबाट आउँदैछौँ। हामी चाहिँ त्यही सौल नेपाल गुम्बाबाट गाडी हामीलाई व्यवस्था गरिदिनु भएको छ र त्यही गाडीमा जान्छौँ। लगभग मेरो चाहिँ यहाँबाट 15 देखि 20 मिनट लाग्छ। यही नजिकै हो। त्यो भएर म चाहिँ बिहानै उठेर रेडी भइसकेको छु। लेट्स सी हेरौँ है त्यहाँ कतिको रमाइलो हुन्छ। आज त्यताको भ्लगहरू देखाउनेछौँ। त्यताको गतिविधिहरू कार्यक्रमहरू रमाइलो नै हुन्छ भन्ने मैले आशा लिएको छु। एकदम राम्रो छ। अब अहिले उसमा युट्युबमा ट्रेन्डिङ गीतहरू पनि मैले डाउनलोड गरेको छु। यसो साथ दिनु होला। नाच्नु पनि है। अब आइपुग्नु है। अब राम्रो गीतहरू अलिक सेन्टी भए पनि मुडलाई चाहिँ अलिक इन्टरटेनमेन्ट बनाउनु। कति साथीहरू त सुत्दै हुनुहुन्छ क्या। हामी चाहिँ आइपुग्यो यता। यस जङ्गलभित्र गुम्बाहरू चाहिँ यस्तै ठाउँ हुन्छ कि। जेबी ब्याङ अझै माथि रहेछ नि। खाता बनाउनलाई फोर्स गर्छ कि यो। दुईटा खाता छ। जेबी नमस्ते। अच्छा पछि आउनु भने त भयो। हाम्रो टोली चाहिँ यता लाग्दैछ। अझै माथि रहेछ। फाइनल्ली हामी चाहिँ यहाँको गुम्बा आइसकेका छौँ। भित्र यहाँ चाहिँ प्रोग्रामहरू सुरु भएर चाहिँ यहाँ स्टेज रहेछ। यहाँ चाहिँ विभिन्न सांस्कृतिक प्रोग्रामहरू हुन्छ। अहिले सुरु भएर हिँड्छ। यहाँ गुम्बा रहेछ। त माथि जङ्गलभित्र आनन्दको ठाउँमा रहेछ गुम्बा चाहिँ। जानु पऱ्यो क्या अब मास्तिर कता हो माथि चाहिँ दर्शन गर्ने ठाउँ रहेछ। जाऊ मास्तिर न भाइ। मास्तिर जाउँ यता मास्तिर जाने ठाउँ रहेछ। गर्मीको बेलामा अलिकति जङ्गलभित्रतिर चाहिँ रुखको मुनितिर आनन्द हुन्छ। यतातिर गुम्बा हेरी दामी नै रहेछ। यता अझै मास्तिर यो के झुन्डाइरहेको रहेछ यहाँ त। अझ मास्तिर नि रहेछ। त्यहाँ झन्डाहरू छ त अरू देशकोहरू। यताबाट यता रहेछ। घुम्नु पऱ्यो हामी नि यतातिर। जाउँ। टेम्पल गुम्बा चाहिँ गजबको रहेछ। दर्शन गरौँ साथीहरू। यतातिर के रहेछ हाम्रो गुम्बाहरू।
जस आनन्दको शीतल दिने ठाउँ रहेछ। हावा पनि मजाले चल्दो रहेछ। हावा जस्तै रहेछ। राखौँ ल। देउराली भन्छ ढल्नु हुन्न रे, अर्को नयाँ बनाऊ। राख्नु त्यहीमा थप्ने हो क्या दाइ। देउराली थपाउँ ल। है थपाउँ है। यहाँ राखे त ढल्दैन नि त। यस्तो टुप्पोमा राखेको चाहिँ अझ राम्रो होला नि। भनेको ठ्याक्कै पाउँछ कि अझ त्यो नि हुनसक्छ है। ढल्यो भने फेरि ल यहाँ चाहिँ देउरालीमा ठिक छ ढुङ्गो हो त्यो। ल नि एउटा सानो चाहिँ राख्नै पर्यो। यतिको सानो चाहिँ मैले नि यहाँ राखेपछि त अनि कहाँ ढल्छु र अनि ट्याक्क हुनु पऱ्यो नि बुद्धि। ल राखेपछि मैले देउरालीमा राखेँ। अब चाहिँ मनको कामनाहरू पुरा हुने आशा गरेको छ। शीतल छ यता चाहिँ। ल हावा पनि चलिरहेको रहेछ। उतातिर अरू देशकोहरू पनि रहेछ। अहिले प्रोग्रामको लागि प्र्याक्टिस हुँदै रहेछ। आजको हेङ्सा चाहिँ निकै रमाइलो हुनेवाला रहेछ। यहाँ विभिन्न देशहरूबाट उपस्थित भएर आफ्नो कलाहरू प्रदर्शन गर्ने कुराहरू रहेछ। सो हामी पनि अब यतातिर एकछिन घुमौँ भन्ने हिसाबले प्रोग्राम सुरु भएर हिँड्छ। त्यही भएर एकछिन घुम्ने यो स्थितिमा छ। फोटोहरू सेसनहरू गर्ने चाहिँ रमाइलो रहेछ। के रहेछ यतातिर? हामी चाहिँ अहिले खानाको लाइनतिर बस्दैछौँ। यता टन्नै छ त लाइन त। उता बस्ने ठाउँ पनि आनन्दको रहेछ। भित्र बुफे सिस्टम मिठो मिठो छ जस्तो छ। हेरौँ अब खाना यत्तिकै मिठो हुन्छ। यता चाहिँ खाना खाने ठाउँ रहेछ। हामीले चाहिँ खाना खाएर सकाइसक्यौँ। अब तल प्रोग्राम स्थलतिर जानेछौँ। जस गजब रहेछ। शीतल छहारी मुनि खानपिनहरू विभिन्न प्रकारको आइटमहरू रहेछ खानपिनमा। ल यहाँ चाहिँ विभिन्न स्वास्थ्य शिविरदेखि लिएर फ्रीमा स्वास्थ्य चेकअपहरू नर्मल चेकअपहरू गर्न सकिँदो रहेछ। यहाँ चाहिँ गजबको घोडाको मूर्ति राखेर चाहिँ यो डल जस्तोमा हामी बनाएको छ। तल त कता जाने तल? यो के रहेछ? यो फ्री मेडिकल भनेर रहेछ। त्यतिर मेडिकल चेकअपहरू पनि गर्न सक्ने रहेछ। यतातिर प्रोग्राम चाहिँ यता हुँदै रहेछ। हामी अझै तलतिर गएर एकलट घुमेर आउनेछौँ। यो गुम्बा यस मान्छे चाहिँ धेरै भएको रहेछ आज। पहिले नि प्रत्येक वर्ष हुँदो रहेछ यो। शीतल छहारीको मजा लिन सकिने रहेछ यहाँ चाहिँ। यहाँ त रुख, यहाँको पहाड माथि रहेछ। यो चाहिँ यस ठाउँ चाहिँ राम्रो ठाउँमा रहेछ। आनन्दको जङ्गलभित्र शीतल आउने खालको। यहाँ के रहेछ? यहाँ भित्रबाट यो त होटल हो क्या। होटल रहेछ यहाँ खानपिनहरूको। हाम्रो साथीहरू चाहिँ नेपाली झन्डा बोकेर मजाले हिँड्दै हुनुहुन्छ। घुमघाम राम्रै चलिरहेछ केटाहरूको। यो के फल हो तर कस्तो मजाले पाकेको छ।
가서 갖고 오면 안 돼, 우리가? 부페라는데. यो के को फल होला त चिन्न सके ल मजाले फलेको छ तर पाक्या पनि छ कि रातो रातो 전부 다. 앞뒤에 관계다. ए यहाँबाट चाहिँ अब गुम्बाहरू सुरु भयो अझै प्रोग्राम सुरु हुँदैछ यो चाहिँ प्रोग्राम स्थल हो यहाँ रहेछ स्टेजहरू यहाँ कुर्सीहरू लाएर छ माथि चाहिँ प्रोग्रामहरू देखाउनेछ हानभोग लाएर नि फोटोहरू खिच्न पाइन्छ यतातिर कता रहेछ साथीहरू हानभोग लाउने भन्ने कुरो छ हेरौँ हानभोग लाउने हो त त्यही होला त यही हो प्रोग्राम स्थल चाहिँ यहाँ ढ्याङ्ग्रो मजाले बनाएको रहेछ यहाँ चाहिँ हानभोगहरू लाएर फोटो सुट गर्न भिडियो बनाउन मिल्छ यहाँ लगाइदिने रहेछ इच्छुक हुनुहुन्छ भने हानभोग लाउन सकिन्छ हानभोग लाउने होइन त सोध्नु नि यहाँतिर सोध्नु सकिन हामीले लाउनु मिल्छ के हो भनेर प्रोग्रामहरू चाहिँ अब सुरु हुँदैछ त्यहाँतिर ल दामी आनन्दको छ सुन्दाखेरि यो म्युजिक चाहिँ के गर्ने हो ल है यो फल चाहिँ मजाले पाकेछ यो चाहिँ खान मिल्छ यहाँ आम्मामा अझ रातो रातो भएको चाहिँ मजा आउँछ मिठो छ यो अलि पाकेको मिठो हुँदो रहेछ अलिकता ल्यात्त पाकेको मात्रै मिठो हुने रहेछ मिठो चाहिँ मिठो रहेछ है यो फल चाहिँ यहाँ जति पनि पाउँदो रहेछ यहाँ खान मिल्दो रहेछ यहाँ मजाले पाकेका छन् यो फल के रहेछ त गेम खेल्ने हो के रातोलाई फर्काउने छैन फर्किँदा ल फर्किन्छ कि अब फर्क्यो ल यो त्यस्तो हो म बनाइदिन्छु ल फेरि ल यहाँ चाहिँ यहाँको परम्परा गेम रहेछ
यहाँबाट सुरु हुँदै 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 जाने रहेछ यो गेम ल हुन्छ हुन्छ नाम लेखेर हो यो त्यतिकै हो पैसा तिर्नु पर्दैन यहाँ चाहिँ नाम टिपाएर ल हान्नु ल 사람이 많이 왔습니다. 배드민턴 하면 되겠다. एउटा जानु पर्यो नभएसम्म अर्को स्टेज जान नपाइने हो 요거 하시면 돼요. 세 번. 와! 에머이. 세 번. 운동화 신고 왔었어야 된다. तीनचोटि भयो ल यस्तो रहेछ नि यो 네개다 받으면 선물 드려요. 네, 이렇게 순서대로 하시면 돼요. 아직 문제 더 걸리시고. यहाँदेखि यहाँ अब ए लाठी लेख्नु त तल तल बाहिर अलि तल खेल्नुपर्छ नि उता तल खेल्नु तल ल ल ल उता खेल ल ल बाहिर खेल्नु कतिचोटि हो 4 चोटि हान्नु अझै 5 चोटि पुर्याउनु पर्यो का 5-6 चोटि हान्ने हो 1 2 3 अझै भएन 1 2 3 4 5 6 7 भयो ए त्यस्तो रहेछ नि गेम त यहाँ स्टेप वाइज त्यहाँबाट यता ए त्यसरी हिँड्नुपर्ने रहेछ नि यो भिडियो बनाउनु त नानीलाई पठाउनु होला दुईटा सिरेर अब हिँड्नु पर्यो हिँडिहाल्छ नि त्यो त हिँड्नु भयो ल 사계가 안 되시네. ये 아니야, 맞아. 다시 봐봐. 말려서 받아야지. 됐죠? 봐봐요. 오케이. 오, 역시 잘 받으셨네. 예. 뭐하래 뭐 스탬프. सिएम लाउने यहाँ रहेछ त ल त्यहाँ छिराउने भयो पारमा ए तलबाट पुग्यो त हो त्यहाँ रातो यसरी सट्टा हाल्ने ओ एउटा भयो ल बिचमा छिराउनु पर्ने ए भयो अझै यता रे यता इँटामा टाउकोमा राखेर इँटा टक्क ढलाउने
이거 오징어 맞지요? 다시. फेरि फेरि गर्नु ढलाउनै पर्यो कि त्यता 아빠 이거 하고 싶다. 딱지치기. 내가 하는 노래는 타망셀러이라고 합니다. 감사합니다. 노래 시작합니다. Việt Nam đất nước ta 4.000 năm lịch sử oai hùng, ngày đại quân Nguyên Lâm sục sôi võ lượng, rừng kiếm tinh tên 사실 더 음이 다가오면 말하지 않아도 알 수 있어. 짙은 너를 구할 방법을
that way. You know, like I'm